दैलेख जिल्ला ऐतिहासिक धरोहरका रूपमा रहेको पहाडी जिल्ला हो। दैलेखको सदरमुकाम दैलेख बजार काठमाडौँबाट करिब 650 किलोमिटरको दूरीमा पर्छ। यो कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट 67 किलोमिटर उत्तरमा छ। कुनै समय सिन्जा राज्यको शीतकालीन राजधानीको रूपमा रहेको दैलेख चीनसँग रेशमको व्यापार गर्ने मार्गको रूपमा परिचित थियो। दैलेख आर्थिक, सामाजिक तथा पूर्वाधारका दृष्टिले उच्च सम्भावना भएको जिल्ला हो। 2050 साल अगाडिसम्म दैलेख जिल्ला अत्यन्तै दुर्गम मानिन्थ्यो। 2054 सालमा दैलेख विकासको गृहयोजना बन्यो। आजसम्म पनि त्यही गृहयोजना अनुसार दैलेखमा सडक विस्तारको काम भएको हो। पूर्व पश्चिम र उत्तर दक्षिण जोड्ने सडकहरूले जिल्लाको यातायातलाई सहज बनाएको छ। पुष्पलाल मध्य पहाडी राजमार्गले दैलेख जिल्लाको बीचैबीच भएर सबैभन्दा लामो राजमार्गको रूपमा घना बस्तीलाई समेट्दै अघि बढ्छ। केही समय अघिसम्म कोल्टे र दुर्गम मानिएका क्षेत्रहरू मुख्य राष्ट्रिय राजमार्गको हिस्सा बनेका छन्। यसबाट मध्य पहाडी क्षेत्रको उर्वर भूमि, मनै लोभ्याउने आकर्षक दृश्यहरू, बस्तीले छपक्कै ढाकिएका पहाडहरूलाई पुनर्जीवन दिने, उत्पादकत्व बढाउने, उत्पादनलाई बजार उपलब्ध गराउने र बसाइसराई रोक्ने अपेक्षा गरिएको छ। यो राजमार्ग दैलेखमा पूर्व सुएडाबाट प्रवेश गरेर भगवती माई गाउँपालिकाको केन्द्र बेस्ताडा हुँदै जिल्ला सदरमुकाम दैलेख बजार आइपुग्छ। यो मार्ग यहाँबाट भैरवी गाउँपालिकाको चकत्रा बजार, दुल्लु नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिकाको केन्द्र जम्मुकाँध, आठबीस नगरपालिका हुँदै पश्चिम कर्णालीसम्म पुग्छ। दैलेखमा मात्र यो सडक 125 किलोमिटर पर्छ। दैलेख खण्डमा 8वटा पुल निर्माण भएका छन्। यो राजमार्गले मध्य पहाडका जिल्ला मात्र जोड्ने काम गरेको छैन। ग्रामीण बस्तीमा सडकको पहुँच पुर्याउँदै पहाडी भूभागलाई यातायात सञ्जालमा जोडी आर्थिक, सामाजिक, पर्यटकीय, सांस्कृतिक, शैक्षिक लगायत समग्र क्षेत्रको विकासमा टेवा पुर्याएको छ। यो सडकका छेउका बस्तीमा तरकारी खेती गर्न थालिएको छ। ढुवानी तथा यातायातका साधनले रोजगारी पनि सृजना गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुन्तलाको व्यावसायिक खेती यो क्षेत्रमा फस्टाएको छ। यो सडक बनेपछि बिरामी हुँदा अस्पताल जान, सामान किन्न जान तथा अन्य सेवाका लागि जिल्ला र पालिका सदरमुकाम पुग्न सजिलो भएको छ। यो राजमार्गबाट छुटेका ग्रामीण सडकहरूले जिल्लाको सडक सञ्जाललाई पूर्णता प्रदान गरिरहेका छन्। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो राजमार्गमा पर्ने मध्य पहाडका 26 जिल्ला मध्ये दैलेख पनि एक हो। यस्तै अर्को सडक हो सुर्खेत दैलेख सडक। यो सडकले दैलेखलाई प्रदेश राजधानीसँग जोडेको छ। यो सडक सुर्खेतको वीरेन्द्रनगरबाट गुराँसे माथिल्लो डुङ्गेश्वर हुँदै दैलेख बजार आइपुग्छ। आर्थिक वर्ष 2050-51 देखि 54 सम्म ट्र्याक खोल्ने काम भएको यो सडक आर्थिक वर्ष 2064-65 देखि 67 सम्म ग्राभेल गरी आर्थिक वर्ष 2071-72 मा कालोपत्रे भएको थियो। सुर्खेत दैलेख सडक 67 किलोमिटर लामो छ। दैलेखको विकास र यातायातमा सहजता ल्याउने अर्को सडक हो कर्णाली राजमार्ग। यसले दैलेखलाई तराई र हिमालसँग जोड्ने काम गरेको छ। यो राजमार्ग दैलेखमा कर्णाली नदीको तिरैतिर अघि बढ्छ। तल्लो डुङ्गेश्वरबाट एउटा सडक दुल्लु हुँदै दैलेख बजारसम्म पुग्छ भने अर्को सडक गुराँसे हुँदै सुर्खेत झर्छ। यी सडकले तल्लो डुङ्गेश्वरवासीलाई सदरमुकाम जाने र सुर्खेत झर्ने दूरी छोटो बनाएका छन्। दैलेखबाट कालीकोट र जाजरकोट जोड्ने आधा दर्जन सडक निर्माणको क्रममा छन्। कर्णाली राजमार्ग यहाँबाट सियाला रामघाट हुँदै साईगाउँतर्फ अघि बढ्छ। विक्रम सम्वत 2053 सालदेखि सुरु भएको यो राजमार्ग विक्रम सम्वत 2063 साल चैतदेखि सञ्चालनमा आएको थियो। यो राजमार्ग 8 हुँदै कालीकोटतर्फ जान्छ। दैलेखमा कर्णाली राजमार्ग 86 किलोमिटर पर्छ। दैलेखमा अन्य सहायक र स्थानीय सडकहरू निर्माण, सञ्चालन र स्तरोन्नति भइरहेका छन्। नेपाल सरकारले प्राथमिकतामा राखेको नेपालगञ्जबाट सुर्खेत, दैलेख बजार, महाबु, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा हुँदै चीनको नाक्चे नाम्लासम्म सहज यातायात जोड्ने त्रिदेशीय सडक पनि निर्माणको क्रममा छ। यो सुर्खेतबाट जुम्ला जानका लागि छोटो मार्ग हो। अहिले दैलेखका 90 वटा ओडामा सडक पुगेको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतीकरण
आधुनिक कृषि लगायत क्षेत्रमा छोटो समयमै लामो फड्को मारेको छ। दैलेखमा कालोपत्रे सडक, दैलेख सुर्खेत सडक 67 किलोमिटर, कर्णाली राजमार्ग 133 किलोमिटर, पुष्पलाल मध्य पहाडी राजमार्ग 125 किलोमिटर र अन्य ग्रामीण सडक 25 किलोमिटर रहेका छन्। यसै गरी ग्राभेल सडक 43 किलोमिटर र बाँकी कच्ची सडक रहेको छ। पुष्पलाल र कर्णाली राजमार्गका कारण दुर्गम भनेर चिनिने राकम कर्णाली अहिले सुगम बन्दैछ। यी राजमार्गले राकमलाई सुगम मात्र बनाएका छैनन्, सुदूरपश्चिमलाई पनि सडक सञ्जालमा जोड्ने काम गरेका छन्। अछाम, बाजुरा, डोटी लगायतका जिल्लाका मानिसलाई पूर्व आउन सजिलो भएको छ। सडक आएसँगै स्थानीयको जीवनस्तरमा सुधार आएको छ। नागरिकको चेतना स्तर पनि माथि उठेको छ। कुनै समय माछा मारेर र नदी तारेर जीविकोपार्जन गर्ने राकमवासी अहिले व्यापार, कृषि र शिक्षामा अघि बढ्दैछन्। सडकसँगै दैलेखमा स्वास्थ्य सेवा पनि विस्तार भएको छ। कुनै समय उपचारका लागि भारतको लखनऊ जानुपर्ने बाध्यता रहेका दैलेखवासीले अहिले जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गरेका छन्। जिल्लाभर 54 वटा स्वास्थ्य चौकी, 20 वटा सामुदायिक स्वास्थ्य इकाइ, 31 वटा आधारभूत स्वास्थ्य केन्द्र, 14 वटा शहरी स्वास्थ्य केन्द्र, 13 वटा बर्थिङ सेन्टर र 21 वटा एम्बुलेन्स रहेका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशका जनतालाई मध्यनजर गर्दै दैलेखको 820मा स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत भएको छ। विगतमा 15 शय्याको अस्पताल रहेकोमा त्यसलाई स्तरोन्नति गर्ने नेपाल सरकार मन्त्री परिषदको निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको 11औं बैठकले अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको हो। यसबाट सुविधासँगै रोजगारी मिल्नेछ, जसले राकमवासीको जीवनस्तरमा सुधार ल्याई खुसीसँगै सुखी बनाउनेछ। त्यति मात्र होइन, बझाङ, बाजुरा, अछामका जनतालाई राकमले पुष्पलाल मध्य पहाडी लोकमार्ग हुँदै काठमाडौँतर्फको यात्राको लागि स्वागत गर्नेछ। सडक र स्वास्थ्य जस्तै शिक्षामा पनि दैलेख अब्बल नै छ। दैलेखवासीलाई 2054 सालसम्म उच्च शिक्षाका लागि बाहिर जानु पर्थ्यो। 2054 साल यता 6 वटा क्याम्पस खुलिसकेका छन्। पुष्पलाल मध्य पहाडी लोकमार्ग सँगै रहेको यो दुल्लुमा रहेको पञ्चकोशी बहुप्राविधिक शिक्षालय हो। प्राविधिक शिक्षालयको पढाइ सुरु भएपछि विद्यार्थीहरूले स्थानीय स्तरमै सस्तोमा पढ्न पाएका छन्। कृषि, भेटेनरी, बाली विज्ञान, इलेक्ट्रिसियन र डिप्लोमा सिभिल इन्जिनियरिङ जस्ता विषयमा गाउँमै दक्ष जनशक्ति उत्पादन हुन थालेका छन्। गाउँघरमै उपलब्ध प्राविधिक शिक्षा वरदान साबित भएको छ। यो एउटा उदाहरण मात्रै हो। दैलेखमा यस्ता 5 वटा प्राविधिक शिक्षालयहरू रहेका छन्। दैलेखमा अहिले 357 वटा आधारभूत विद्यालय, 112 वटा माध्यमिक विद्यालय, 6 वटा क्याम्पस, 5 वटा प्राविधिक शिक्षालयहरू रहेका छन्। 2 वटा गुरुकुल, एउटा मदरसा, 2 वटा विशेष विद्यालय र एउटा उद्यमशील विद्यालय रहेका छन्। दैलेख साक्षर जिल्ला घोषणा भइसकेको छ। दैलेखमा करिब 76% जनसङ्ख्यालाई आधारभूत खानेपानीको सेवा पुगेको छ। खानेपानीको समस्या समाधानका लागि स्थानीय सरकार पनि लागि परेको छ। अहिले जिल्लामा 12,367 हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको छ भने 80% घरधुरीमा विद्युतको पहुँच पुगेको छ। यसै गरी आधुनिक र व्यावसायिक कृषिमा जिल्लाका करिब 37% किसानहरू संलग्न छन्। दैलेख खनिज सम्पदामा महत्त्वपूर्ण जिल्ला हो। पेट्रोल खानीका कारण दैलेख अहिले चर्चामा छ। अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पेट्रोलियम पदार्थ अन्वेषणका लागि चीन सरकारसँग सम्झौता भएको थियो। पुष्पलाल राजमार्गको छेउमा रहेको भैरवी गाउँपालिकामा पर्ने यो स्थानमा चीन सरकारको 2 अर्ब 40 करोडको आर्थिक तथा प्राविधिक सहयोगमा अन्वेषणको काम सुरु भएको थियो। पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्य अन्तिम चरणमा पुगेको छ। लोकमार्गसँगै शिक्षा, लोकमार्गसँगै खानी अनि लोकमार्गसँगै पर्यटकीय तीर्थस्थलहरू पनि। यसै गरी निरन्तर ज्वालाको रूपमा प्रज्वलित शिरस्थान, नाभिस्थान र पादुका स्थानमा पनि पेट्रोलियम पदार्थ रहेको अनुमान छ। शिरस्थान जस्तै नाभिस्थान, पादुका, धुलेश्वरमा पनि दीपज्वाला बल्ने गर्छ। यो पञ्चकोशी तीर्थस्थल क्षेत्रको आफ्नै पहिचान र ऐतिहासिकता छ। दैलेख जिल्ला पुरातात्विक तथा पर्यटकीय क्षेत्रमा पनि निकै सम्भावना रहेको जिल्ला हो। कोतगढी, कीर्तिखम्बा, दुलुदरबार, सातखम्बा, बाह्रखम्बा लगायतका ऐतिहासिक स्थलहरू छन्।
जिल्लामा रहेका ऐतिहासिक सम्पदाको शोधखोज तथा अनुसन्धान गरी सदुपयोग गर्न सके दैलेखको आन्तरिक आम्दानी वृद्धिको भाषा, साहित्य, कला, संस्कृति लगायतका सम्पदाहरू पर्यटकका प्रमुख आकर्षण हुन्। नेपाली भाषाको पहिलो शिलालेख रहेको यस जिल्लालाई विभिन्न जातिको दर्जनौं थरको उद्गम स्थलका रूपमा पनि लिइन्छ। धार्मिक र ऐतिहासिक स्थलहरू मात्र होइन, दैलेखमा पर्यटकीय स्थलहरू पनि छन्। प्रदेश राजधानी सुर्खेतबाट 25 किलोमिटरको दूरीमा रहेको गुराँसे पर्यटकका लागि आकर्षणको केन्द्र हो। रारा घुम्न जानेहरू दैलेखको गुराँसे हुँदै गुराँससँग रमाउँदै रारा जाने गर्छन्। गुराँस गाउँपालिकामा पर्ने यो क्षेत्रमा बनैभरि लाली गुराँस फुलेदेखि हिउँदमा हिउँ परेसम्म आनन्द लिन सकिन्छ। बाह्रै महिना सिरेटो चलिरहने यहाँबाट प्राकृतिक सौन्दर्यसँगै विभिन्न हिमालको अवलोकन गर्न सकिन्छ। अर्कोतर्फ गर्मी छल्न आउनेहरूका लागि गुराँस उत्तम स्थान हो। सिजनको अन्त्यमा पुग्दा हामीलाई पर्खी बसेका केही थुङ्गा गुराँसहरूसँग भेट भयो अनि चिसो मौसममा भर्खरै रोपेका आलु हुर्किएर आलु खन्दै गरेका किसानहरूको कल्पनाले मन थप आनन्दित भयो। 2050 साल अघि सडक, बिजुली, क्याम्पस लगायत धेरै क्षेत्रमा दैलेख शून्य थियो भन्दा अहिले पत्याउन मुस्किल पर्छ। पछिल्लो समय दैलेखले पेट्रोलियम पदार्थको भण्डार र कर्मचारी तन्त्रको क्षेत्रमा उदयमान जिल्लाका रूपमा आफ्नो परिचय बनाउँदैछ। अर्कोतिर दैलेखको जडीबुटी अर्को बलियो आयस्रोत बन्न सक्छ। यसतर्फ तिनै तहका सरकारको ध्यान जान जरुरी छ। सुन्तलाको व्यावसायिक खेती र जलविद्युत उत्पादनमा लगानी गर्न सके दैलेखको समृद्धिका लागि कसैसँग गुहार माग्नु पर्दैन।